नमस्ते सबैजनालाई। यति बेला हामी बुटवलको यो नयाँ बस अड्डामा छौँ। आज नयाँ बस अड्डाको बारेमा तपाईँलाई अपडेट दिन भनेर यो भिडियो बनाइएको छ। यता देख्न सक्नुहुन्छ यो बुटवलको नयाँ बस अड्डा हो है। किन भन्नुहुन्छ भने हामी धेरै वर्षपछि यता बस अड्डातिर आइएको थिएन। आज चाहिँ यहाँनिर आउने अवसर मिल्यो अथवा आउने टाइम मिल्यो, त्यही भएर यो भिडियो बनाइएको छ। यो दृश्य देख्न सक्नुहुन्छ। यो नयाँ बस अड्डा बुटवलको यो दृश्य देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ आसपासमा होटलहरू छन् भने आसपासमा बजार पनि लाग्ने ठाउँ छ यहाँनिर। यो दृश्यबाट पनि तपाईँले देख्न सक्नुहुन्छ। अहिले चाहिँ साँझको समय भएकाले चाहिँ यो एकदमै सुनसान अवस्थामा छ। हल्का फुल्का गाडीहरू देख्न सक्नुहुन्छ भने मान्छेको आवजात पनि निकै नै कम छ। यति बेला चाहिँ यो दृश्य देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ गाडीहरू जाने तयारीमा छन्। यता नम्बरहरू लागिरहेका छन् भने मान्छेहरू आवजात गरिराख्नु भएको छ। यो दृश्य देख्न सक्नुहुन्छ। हामीलाई चाहिँ आज घुम्ने अवसर पाइएको छ, अर्थात् घुम्ने टाइम मिलेकोले चाहिँ यो भिडियो बनाउने एउटा अवसर पनि मिल्यो भन्न चाहन्छु। सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ। तपाईँहरूको माया, तपाईँहरूको ममता मैले बिर्सेको छैन। हजुरको माया साथ सपोर्ट मसँगै छ। र अब आउने नयाँ भिडियोमा फेरि भेटौँला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।